अरे एभ्रिवान, मैले चाहिँ नयाँ बस पार्क सरीदेखि मैले के कस्तो समस्याहरू भोगिरहेको छु एज अ स्टुडेन्ट भनेर चाहिँ एउटा भिडियो हालेको थिएँ अस्ति होइन। अनि त्यो भिडियोमा चाहिँ सबैजनाले चाहिँ मलाई मेरो कलेजको बसको बारेमा सोध्नु भएको थियो। अनि त्यस पछाडि हिँडेर जाऊ भनेर पनि सजेसन दिनुभएको थियो होइन। अब यो दुइटा कुरा चाहिँ किन भइरहेको छैन त भन्दाखेरि त्यो चाहिँ म यहाँ भन्न गइरहेको छु है। पहिलो कुरा, म हिँडेर जान सक्ने स्थितिमा छैन। किन भन्दाखेरि म मेरो कलेज हिँडेर जानको लागि सेफ फिल गर्दिनँ, म अनसेफ फिल गर्छु। म घरबाट हिँडेर म तल भानुचोकदेखि हिँडेर मेरो कलेजसम्म जाँदाखेरि मेरो मनमा एउटै डर हुन्छ क्या, म सेफली कलेज पुग्छु पुग्दिनँ। कलेजबाट म घर फर्किँदा अर्को डर, म सेफली घर पुग्छु पुग्दिनँ। किन भन्दाखेरि मेरो कलेज चाहिँ ठ्याक्क धरानको प्रचलित ठाउँ सेल्फी रोड, त्योभन्दा अलिकति माथि छ होइन। अनि त्यो सेल्फी रोडदेखि ठ्याक्कै मुनिको जुन बाटो छ नि, त्यहाँनिर चाहिँ लुटपाट हुन्छ क्या। स्टुडेन्टहरूलाई चाकु देखाएर, स्टुडेन्ट मात्रै नभएर त्यहाँको स्थानीय बासिन्दाहरूलाई पनि चाकु देखाएर त्यहाँनिर लुटिन्छ क्या मान्छे। अनि म कसरी सेफ फिल गर्नु? त्यही माथि एक्लै जाने त सम्भव नै छैन क्या, त्यहाँ सम्भव छैन। दुईजना म र मेरो साथी जाँदा पनि हामी डराउँदै कोही छ कि कोही त्यहाँनिर बसिरहेको छ कि भन्ने डराउँदै जान्छौँ क्या। अस्ति हामी दुईजना फर्किँदाखेरि त्यहाँनिर हामीले मान्छेहरू पनि भेटाएको हो। अब तपाईँहरू भन्नुहुन्छ होला तिनीहरू मान्छे लुट्न त बसेको होइन होला नि त बहिनी भन्नुहुन्छ होला होइन। त्यो बारम्बार त्यो घटना त्यो ठाउँमा भइरहेको छ भने म कसरी नसोच्नु तिनीहरू होइन। यहाँ भिडियो बनाउँदा मेरो हात काम हो क्या। अब तिनीहरू होइन, दुईजना माथि बसेको थियो, एकजना तल बसेको थियो। मैले सुरुमा नोटिस गर्दाखेरि चाहिँ दुईजनालाई मात्रै नोटिस गरेको थिएँ होइन। तल जाँदाखेरि अर्को मान्छे पनि त्यहाँ बसेको थियो क्या। अनि त्यसै धन्न मेरो साथीहरूको ग्रुप चाहिँ पछाडि थियो र हामी त्यहाँबाट सकुशलै निस्क्यौँ भनौँ न। अनि हामीलाई अलिकति फलो गरेको जस्तो पनि फिल भएको थियो। यो कुरा हामीले तुरुन्तै त्यसको भोलिपल्ट नै गएर क्याम्पस प्रशासनमा पनि राखेको हो, एप्लिकेसन पनि दिएको हो होइन। अनि त्यस पछाडि त्यही ठाउँमा करिब 1 वर्ष अगाडि मेरो आफ्नै साथी, मेरो क्लासको साथीलाई पनि त्यहाँ लुटिएको थियो क्या। उसको चाहिँ ल्यापटप र मोबाइल चोरी भएको थियो, चाकु देखाएर उसलाई अलिअलि कुटपिट पनि गरिएको थियो होइन। त्यहाँबाट लुटिएको हो। अनि त्यही ठाउँमा त्यसकै 2-3 दिन पछाडि त्यहाँ स्थानीय बासिन्दालाई पनि त्यहाँनिर चोरी भएको हो होइन। अनि त्यस पछाडि अरू बाटोहरू पनि छ, अर्को बाटो पनि सेफ छैन क्या। त्यो पनि जङ्गलको बाटो छ, उकालो हिँडेर जानुपर्छ होइन। त्यहाँ पनि लुटपाट हुन्छ त्यहाँ पनि होइन। अनि त्यस पछाडि अस्ति भर्खरै सबैजना त्यो धरानवासीहरूलाई चाहिँ थाहा होला, त्यो अनलाइन खबरहरूले मतलब हुन्छ नि, अनलाइन पेजहरूले चाहिँ त्यहाँ हालेको थियो। त्यो सेल्फी रोडमा 12 बजे त्यहाँनिर क्याफेबाट फर्किँदै गर्दाखेरि पनि त्यहाँ चक्कु देखाएर लुटेकोवाला न्युज सबैजनाले हेर्नुभएको छ है। अनि त्यो हाम्रो साथी लुटेकोवाला न्युज पनि हामीले सबैतिर दिएको, पुलिस कम्प्लेन पनि गरेको, मेरो साथी कतिचोटि पुलिस स्टेसन गएर उयो गरेको, हामीले क्याम्पस प्रशासनमा पनि भनेको होइन। अहिलेसम्म त्यो ठाउँलाई लिएर केही पनि एक्सन लिएको छैन। त्यहाँको स्थानीय सरकारले पनि केही पनि गरेको छैन। प्लस त्यहाँनिर चाहिँ अब धेरै गाडीहरू छ, त्यो बाटो सफा पनि गरिँदैन होइन। अनि त्यस पछाडि हामी कलेजमा पनि बार भनेको, म त त्यो कलेजमा त्यो जुन दिनदेखि त्यो स्टुडेन्ट भइरहेको छु नि, म त्यो कलेजमा त्यही दिनदेखि नै मैले स्टार्ट गरेको हो क्या भन्नको लागि। म हामी सोभिएको थ्रुबाट पनि गइसक्यौँ होइन। अनि हामी आफैले पनि एप्लिकेसन दिइसक्यौँ क्या त्यो ठाउँको बारेमा। अनि प्लस गाडी हालिदिनु भनेर होइन। अहिलेसम्म हाम्रो कुरा चाहिँ सुनिएको छैन क्या। म भन्दा थाकिसकेँ। अनि म हेल्पलेस फिल गरेर लास्टमा चाहिँ म सोसियल मिडियामा आएर मैले भन्नु पर्यो होइन। अनि मलाई सोसियल मिडिया नै एउटा अप्सन देखेँ क्या मैले, किनकि यहाँनिर धेरै मान्छेहरूको प्रब्लमहरू सल्भ भएको छ। अनि हामी हात्तीसार स्टुडेन्टहरूको पनि सल्भ हुन्छ कि भन्ने आशा लिएर चाहिँ मैले सोसियल मिडियामा भिडियो हालेको हो। त्यो ठाउँमा म हिँडेर त्यहाँदेखि मैले जुन दिन त्यो मान्छेहरू देखेँ नि, त्यो दिनदेखि म कलेजै गएको छैन क्या डर लागेर। अनि अटोमा जान सक्ने मसँग क्षमता छैन, म अफोर्ड गर्न सक्दिनँ। दिनमा 300 लिएर 400सम्मको भाडा तिरेर, त्यही माथि म फुल टाइम स्टुडेन्ट, म त्यति लिएर म जान सक्दिनँ क्या, म अफोर्ड नै गर्न सक्दिनँ नि त। अनि मैले हेर्ने भनेको त चिपर अप्सन्सहरू हो नि त। अनि त्यही भएर चाहिँ म अस्ति त्यो बसमा चढेको थिएँ, किनकि बसमा स्टुडेन्टहरूलाई डिस्काउन्ट दिन्छ नि त। अनि त्यही भएर हामी चढेको थियौँ। त्यहाँ पनि हामीलाई स्टुडेन्ट कार्डमा डिस्काउन्ट दिएन। अनि हाम्रो पैसा त्यही सक्यो। हामी बेलुका फर्किँदाखेरि हिँड्दै आएको माथि भान्चोकदेखि, माथि हाम्रो कलेजदेखि, भातीसार कलेजदेखि
लाङ्गाली चोकसम्म क्या बरगाछीसम्म हिँड्दै आएको त्यहाँसम्म किनकि हामीसँग भाडा थिएन नि त अनि त्यो चाहिने भन्दा धेरै भाडा तोकिएको भन्दा धेरै भाडाहरू लिने कुरा त त्यो मेरो मात्रै प्रब्लम होइन सबैतिर सबैजनाले त्यहाँ कमेन्टमा पनि मैले कति धेरैजनाको प्रब्लमहरू पढेँ होइन सबैजनाको प्रब्लम हो अनि यो कुरालाई चाहिँ हामीले यत्तिकै हामीलाई उनीहरूले बुली गरिरहेको छ अनि हामी त्यतिकै बुली भएर बस्यौँ भने चाहिँ केही पनि हुँदैन होइन हामी सबैजनाले आवाज उठाउनुपर्छ के गर्नुपर्ने हो कहाँ गएर भन्नुपर्ने हो प्लिज यो गर्नुपर्छ अनि यो खलासीहरूसँग त्यो गाडीको मान्छेहरूसँग भएको यो मेरो डिस्कसन चाहिँ यो मेरो फर्स्ट टाइम होइन यो 2 वर्षभरि मैले मसँग अनगिनत कथाहरू छ क्या मलाई कसरी खलासीले भर्बलले एब्युज गर्ने टाइपको क्या मसँग 2-3 चोटि मलाई नराम्रो कुराहरू पनि भनेको छ मेरो खलासीले मैले स्टुडेन्ट कार्डमा डिस्काउन्ट माग्दाखेरि होइन अनि त्यतिखेर चाहिँ मैले खासै अब यस्तै त हो भन्ने भइरहेको थियो क्या मलाई अनि मसँग खुजुरा पैसाहरू पनि हुन्थ्यो अनि म खुजुरा पैसाहरू दिएर म मेरो लाग्ने भाडा दिन्छु दिएर म केही नबोलिकन गाडीबाट निस्केर जान्थेँ होइन तर अस्ति चाहिँ त्यो चेन्ज नभएको दिन चाहिँ साँच्चीकै मलाई ओभर नराम्रो लाग्यो क्या म जस्तो कति धेरै स्टुडेन्टहरू हुनुहुन्छ होइन जसले चाहिँ यो डिस्काउन्टहरू पाइराख्नु भएको छैन त्यो अस्तिको गाडीवाला मान्छेले यस्तो भनेको छ क्या मलाई ट्राफिकले केही पनि गर्दैन तिमीहरूले जहाँ कम्प्लेन गरे पनि केही गर्दैन भनेको थियो क्या त्यही भनेर चाहिँ मैले भिडियो हालेको थिएँ होइन उनीहरूलाई यसरी उयो गर्न नदिउँ सबैजनाले नियमको पालना गरौँ भनेर यो मेरो कुरा चाहिँ कलेजलाई पनि हो होइन प्लिज हामीलाई गाडीको व्यवस्था गरिदिनु होला मैले सुन्नमा आए अनुसार चाहिँ गाडीमा चाहिँ ड्राइभरको लाइसेन्स रिन्यू नभएर ड्राइभर छैन भन्ने कुराहरू चाहिँ मैले सुनिरहेको छु होइन अब यो के कस्तो कुरा हो ट्रु हो फल्स हो मलाई थाहा भएन तर हामीले गाडी मागेको कति भइसक्यो क्या अहिलेसम्म पनि हामीलाई चाहिँ यो सुविधा प्रदान गरिएको छैन मसँग पढ्ने मेरो सबै साथीहरूको कलेजमा गाडी छ होइन मेरो कलेजमा मात्रै गाडी छैन मलाई तल अब त नयाँ बस पार्क पनि तल सरेको छ होइन मलाई त्यहाँदेखि मेरो कलेजसम्म आइपुग्नको लागि ओभर धेरै नै गाह्रो पर्छ अनि त्यही भएर चाहिँ प्लिज कलेजले चाहिँ गाडीको व्यवस्था गरिदिनु होला म यति भन्न चाहेँ अनि जसले मलाई चाहिँ त्यो अगाडिको भिडियोमा राम्रो कमेन्टहरू गरेर मलाई सपोर्ट गरिदिनु भएको थियो उहाँहरूलाई धेरै धेरै धन्यवाद